यो चाहिँ ललितपुरको कृष्ण मन्दिर है। हामी चाहिँ लगनखेलतिर घुम्न जाँदैछौँ, त्यही भएर यसो थोरै छोटो भिडियो बनाऊँ भनेर गरेको। घाम मिरमिरी लागिरहेछ। ललितपुरको कृष्ण मन्दिर यहाँ मेरो बहिनी र के भन्छन् अरे, यो मेरो बहिनी र बुढाई सालीबेना यहाँ जाँदैछन्, यता अगाडि जाँदैछन्। म चाहिँ पछि जाँदैछु गाइज। अब कहाँसम्म पुग्ने हो, कति बेला फर्किने हो थाहा छैन है। आज चाहिँ के भन्छ यता फोटो खिच्दैछन् गाइज। कृष्ण मन्दिर। अब हामी कृष्ण मन्दिर कतिको अवस्थामा छौँ। गाइज हामी कृष्ण मन्दिर कति अब चाहिँ हामी मङ्गल बजारतर्फ, यहाँबाट माथि मङ्गल बजार जाँदैछौँ। यहाँ मेरो बहिनी र बुढा यहाँ अगाडि जाँदैछन् गाइज। अब मङ्गल बजार पस्यो गाइज। मङ्गल बजार म कता जाने के यसले मलाई नक्कल पार्दै धान्दा पार्दै जाम भन्दैछन् गाइज। नमस्ते नक्कली अरे, यसले मलाई नक्कली भन्दैछ गाइज होइन। यो बजारमा पछाडि हेर्नु भने के हेर्नु बेजत हुन्छ भरे मेरो। यस्तै कुरा हो भने गाइज आज राम्रो चाल हुँदैन। लगन खेल पुगुन्जेली पक्कै पनि फाइट गर्छ नै गाइज है। एकदम के भन्छन् अरे, म चाहिँ अब मङ्गल बजार पसेको अवस्थामा गाइज लगन खेलसम्म पुग्ने योजना छ आज हाम्रो होइन। अनि लगन खेलसम्म पुगेर फेरि फर्केर आउनुपर्छ यतै। त्यही भएर यो मेरो बहिनी बनाउँदा यसले मलाई गाडी झन्डै हानेर गाइज। मोबाइल हेरेर अर्कै चाहिँदैन गाइज। त्यस्तो त होइन गाइज, मोबाइल राम्रो छैन यार। यो के भन्छन् मङ्गल बजार, ललितपुरको मङ्गल बजार। दिदी पनि डर जति हुनुहुन्छ गाइज होइन। के भन्दैछ छुचुन्द्री नक्कली मुसी होइन गाइज। लास्टै ओभर बोल्दैछ। यसको मेरो आज फाइट गर्ने सम्भावना छ गाइज। कस्तो राम्रो घामले उजेलो देखिरहेछ गाइज। बजार मङ्गल बजार बेलुका आउँदा धेरै भिड हुन्छ भनेर दिउँसो आएको गाइज। दिउँसो भिडै रहेछ किनभने आफू त डल्लो मान्छे है, बिचमा हराइएला भने डर लागिरहेछ गाइज। यता हाँस्दैछन् गाइज हाम्रा घरका बजार जानलाका लाउरीनीहरू। आज बजार गएर मलाई के किनिदिने भन्दैछन् गाइज। किनिदिन्छन् के किनिदिन्छन् म देखाउँछु गाइज है अहिले। हेरौँ मङ्गल बजार
यो छुचुन्द्री मेरो बहिनी बनाउँदियो गाइस यो अगाडि हुँदैछ यो रामेको अपडेट दिँदै हिँड्नु भएको छ है त्यसमा म चाहिँ यो चाहिँ भिलेन बनाउँछ गाइस यो बिचमा यसको बेला के भन्ने होइन मोमो खाना भनेर जन्मेकी रहेछ गाइस खालि मोमो मात्रै भन्छु पाउँछ बहिनी पाउँछ जनता हो के गर्ने जनता हो मेरो दिदीले मङ्गल बजारको एउटा बाटो राखिरहेको यस्तै कुराले गाइस आज एकदम भाइट गर्ने सम्भावना ठुलो छ लगन खेलको कुण्डेली के हुँदो रहेछ हेर्दै जानु होला गाइसहरू अन्तिम समय हेर्नु होला नयाँले सब्सक्राइब गरिदिनु होला माया गरिदिनु होला पछि नयाँ गीतहरू पनि आउँछ गाइस मेरो दिदी एउटा अहिले चाहिँ विश्व बेजत गर्न लाग्यो गाइस यसले यस्तै पारा भने गाइस मेरो विश्व बेजत गर्छ है यो भलक चाहिँ गाइस है अन्तिम समय हेर्नु होला आज एकदम जे पाइन भन्ने मान्छेले हेर्दाखेरि के भन्छ हामीलाई बौला पागलहरू रोडमा झगडा गर्दै हिँड्छ हेर्नु गाइस यो दाउरा जस्तो चुकी छ गाइस त्यही भएर युज लाएर खाँदैन भन्छ म जस्तो भए नि मेरो दिदीलाई चाहिँ माया गर्नु होला गाइस सब्सक्राइब गर्नु ओके लास्टसम्म हेर्नु होला अहिले लास्टमा जाँदा रमाइलो हुने होला छ गाइस यो चाहिँ मङ्गल बजार कटेर अब लगन खेल एकदम लगन खेलको नजिक आइपुगेको अवस्था छ गाइस यता हिँड्न दाउरी यता हिँड के नगर्ने भए चाहिँ यसलाई सिधै सायद हान्दिनु गाइस भनेर भन्दिँदैन होइन हामी अब एकदमै बङ्गलामुखी मन्दिरबाट निस्केको होइन लगन मङ्गल बजार अरू त केही होइन गाइस होइन मेरो भेनाजु हुनुहुन्छ कि त्यहाँ फेरि भित्र हुन्छ नि त धेरै अनि हराउनु होला भनेर भोलिबाटै सिटापट्टि गएर आएको होइन त्यही पनि सुटसुट हिँड्नुहुन्छ कहिले भेनाजु हराउनु भयो भने समस्या पर्छ नि त गाइस बाबाले कहाँनिर आउनुभयो भनेर भन्ने हो गाइस त्यही भएर हामी पछि तपाईँहरूले अगाडि मान्छे बोलाएको बुझ्नु भएको छ गाइस बुझ्नु भएको छ भने यसो कमेन्टमा जानकारी दिनु होला बुझ्नु भएको छैन अन्त के गर्ने यस्तै हो होइन के भन्छन् हामी चाहिँ लगन खेल अब पुग्न लागेको छौँ गाइस बङ्गलामुखीबाट निस्केको होइन कृष्ण मन्दिर कटेर मङ्गल बजार कटेर अबको चाहिँ एकदम लगन खेल सुरुवात हुँदैछ त्यसैले म चाहिँ आज एकदम यो बाटो खुल्ला भएको देखेर चाहिँ एकदम खुसी छु गाइस नत्र भने म सानो मान्छे गाइस है बिचमा हराइदिनु भनेको मलाई अब यहाँबाट ठ्याक्कै मङ्गल बजार कटेर चोक आइपुग्यो गाइस यहाँ चोक छ यहाँ अगाडि चोक छ होइन त्यसपछि उता चाहिँ अब लगन खेल भन्ने ठाउँ आइपुग्न लागेको छौँ है लगन खेल आइपुग्दा चाहिँ के हुन्छ भन्ने कुरा अब त्यहीँ गएर थाहा हुन्छ गाइस यता हस्पिटल जाने बाटो होइन यहाँबाट चाहिँ लगन खेल बस्दाको अगाडि जाने बाटो बाटोहरू यता पनि छन् यता अर्कै बाटो हो यता यो चोकबाट अब हामी चलाएर कता जान्छौँ भन्दाखेरि लगन खेल जान्छौँ लगन खेल जान्छौँ
लास्टै मड्यो कता गयो म ए बुच्ची यसले कान सुन्दैन कि क्या हो भिडियो बनाउँदै हिँडेको मलाई छोडेर गयो गाइस मेरो साथीहरूले छोडे अब जाने रुकुमा लगाउनको लागि लगानको गाइस म चाहिँ लगानको त आइपुग्यो गाइस है अब भान्जीको लागि म मेरो भान्जी मेरो प्यारी भान्जीको लागि म एउटा जामा खोज्दैछु गाइस जामा जामा हो कि लेहेङ्गा हो होइन जामा लाउने अरे नक्कली भान्जीले त्यही भएर अब जामा पसल जाँदैछु फेरि जामा पसल अब लगानको आइपुग्यो होइन लगानको खोजा रे हो गाइस हेर्नु होला लगनफिल बजार है गाइस लास्टसम्म हेरेर तपाईँहरूलाई कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब सबै गरिदिनु होला है गाइस पाउन बाई बाई सबैजनालाई बाई बाई गाइस बाई बाई